जिन्दगीमा केही कुरा गर्छु भनेपछि त्यो कुरा नगरे चाहिँ छोड्नु नहुने रहेछ। सो अलराइट एभ्रीवान, मेरो नाम चाहिँ दीप सने र तपाईँलाई स्वागत छ मेरो छोटो मिठो मिनी ब्लगमा। आज म आफूले ब्लग जर्नी कसरी स्टार्ट गरेको थिएँ भन्ने बारेमा तपाईँहरूलाई बताउन चाहन्छु। मलाई चाहिँ सानैदेखि यस्तो भिडियोहरू बनाउने, कन्टेन्ट क्रिएट गर्ने धेरै रहर थियो, तर रहर मात्र भएर चाहिँ नहुने रहेछ, आफ्नो परिस्थिति हेरेर अघि बढ्नु पर्ने रहेछ। मलाई चाहिँ सानैदेखि यस्तो कन्टेन्ट क्रिएसन गर्नलाई धेरै रुचि थियो, तर घरमा चाहिँ एउटा मात्र मोबाइल थियो, त्यो पनि बाबाको विदेशमा गएर आउनु हुँदाखेरि लिइरहनु भएको थियो। त्यसमा चाहिँ भिडियो बनाउनु, तर त्यतिखेर सानो भएको भएर मोबाइल चाहिँ खासै चलाउन पाउँदैन थिएँ मैले। अलि पछि चाहिँ बाबाले पनि मम्मीलाई बर्थडेको दिन भनेर एउटा मोबाइल पनि गिफ्ट गरिदिनु भएको थियो, तर फेरि त्यो मोबाइल चाहिँ लाभा थियो अनि त्यसको चाहिँ क्यामेरा खासै राम्रो लागेको थिएन, त्यही भएर मैले त्यो बेला पनि भिडियो बनाउन चाहिँ पाइनँ। मोबाइल भएपछि क्वालिटीको कुरै नगरिकन ब्लग बनाउनु छैन भने जस्तो लाग्छ भने चाहिँ तपाईँहरूलाई एउटा कुरो भनिदिन्छु, फ्री फायर पनि त्यो मोबाइलमा चल्दैन थियो। त्यो बेलामा त गेमको धेरै क्रेज थियो, त्यही भएर मैले पनि त्यो मोबाइलमा धेरै खेल्न खोजेँ, तर त्यो मोबाइलमा गेमै नचलेर मैले खेल्न पनि पाइनँ, भिडियो पनि बनाउन पाइनँ। अनि पछि अलिक ठुल्ठुलो भएर गइसकेपछि बाबाले आफ्नो मोबाइल दिन लाग्नु भयो अनि हल्का हल्का गेम खेल्न पनि पाएँ। अनि पछि गएर चाहिँ मम्मीले एउटा अर्कै मोबाइल किनिदिनु भयो, फेरि स्यामसङ। त्यो मोबाइलमा चाहिँ क्वालिटी राम्रै थियो, त्यसमा नि मैले भिडियो त बनाइरहेको हुन्थेँ, तर त्यति विधि नै बनाइनँ किनभने त्यसको नि मलाई मन परेन क्वालिटी। फेरि त्यो मोबाइलको क्यामेरा क्वालिटी चाहिँ दामी नै थियो, दामी भन्नाले ठिक ठिक। त्यही पनि मैले चाहिँ त्यो मोबाइल पाएपछि पनि कन्टेन्ट चाहिँ मैले बनाइनँ, किनभने खोइ मलाई पनि थाहा छ। अनि पछि चाहिँ मैले आफ्नै मोबाइल पर्सनल भनेर चाहिँ 9 कक्षामा बल्ल पाएँ, तर के गर्नु त्यति बेलासम्म त आफ्नो मन पनि मरिसकेको थियो, जति बनाउनु खोजे पनि बन्दैन। अनि खोइ फेरि 10 मा आइसकेपछि के जादु भयो, मेरो भाइ पनि आयो, अनि त्यो भाइ आइसकेपछि दाइ जसरी नि तपाईँले चाहिँ भ्लग बनाउनु पर्यो भनेर भन्न थाल्यो। त्यसपछि मैले हुँदैन भन्दा नि जसरी नि बनाउनै पर्छ भन्ने लाग्यो, अनि ल ठिकै छ नि भनेर मैले स्टार्ट गरेँ कन्टेन्ट क्रिएसन। मैले बनाएको फर्स्ट मिनी ब्लगमा चाहिँ राम्रो लाइक, राम्रो भ्यू गएको थियो, त्यसपछि मलाई झन्झाङ्कर चलेर अझै बनाइरहेको थियो, डेली जस्तो भिडियो पोस्ट गर्थेँ भिडियो बनाएर। अनि धेरै भिडियोहरू ब्लगहरू बनाइसकेपछि हाम्रो एससी पनि आउन लागिसकेको थियो। एससीमा चाहिँ मैले भिडियो बनाउन चट्टै छोडिदिएको, त्यसपछि त कन्टेन्टहरू पनि पाइनँ, त्यसपछि भिडियो बनाउनै बन्द भएको थियो। अनि पछि गएर चाहिँ सबै धेरै जस्तोले मलाई भिडियो ब्लग आजकल आउँदैन के भन्नु लाग्नु भएपछि मैले ठिकै छ भनेर फेरि ब्लग स्टार्ट गर्न लागेको थिएँ, पछि फेरि बन्द गरिदिए, खोइ किन हो। त्यो ब्लगहरू नबनाउनेको बिचमा चाहिँ आइडी फ्रिज हुन्छ भनेर फेरि मैले टिकटकहरू बनाएर हालिरहेको हुन्थेँ कि। अनि पछि फेरि त्यस्तै गरी मेसेजहरू आउन लाग्यो, किन ब्लग आएन यस्तो के भनेर। अनि पछि फेरि कलेज जोइन गरेपछि मैले ब्लग पनि बनाउन लागेँ, त्यसैले म चाहिँ अब अझै मेहनत गर्नेछु, यो भन्दा नि झन् मेहनत गरेर ब्लगहरू कन्टेन्टहरू बनाउनेछु र हजुरहरूको सामु आफूलाई चिनाउनेछु। अनि आफ्नो यत्रो लामो कन्टेन्ट क्रिएसनको लाइफलाई हजुरहरूको सामु 3 मिनेटमा मैले राख्न सकिनँ, त्यसको लागि माफ माग्दछु। अनि आशा गर्दछु कि हजुरहरूले लाइक, कमेन्ट, सेयर, फलो गरेर मलाई सपोर्ट गरिदिनुहुन्छ भनेर। अनि अब भेटौँला अर्को नेक्स्ट मिनी ब्लगमा, त्यतिको लागि आजको लागि यति नै। सो टाटा बाई बाई।